इभिनिङको खाजा रेडी छ। यहाँनिर चाहिँ मैले फ्लेक्स सिड लगाइदिएको छु माथिबाट। यो साइडमा बदाम र उयो छ सेसेमी सिड छ ग्राइन्ड गरेको। अनि जुन चाहिँ मेरो मेनको बिचको छ यो चाहिँ हो म्यागीलाई चाहिँ मैले चिजहरू हालेर माथिबाट अनि यसरी बनाएको छु। सो लेट्स डिग इन। Spicy. चिजले गरेर पुरा मिठो भयो। मलाई त्यसरी खानु मनपर्छ चिज लगाएर। टेस्टी छ। आई मिन लाइक चिजी विथ स्पाइसी, किनभने मैले यसमा त्यो चुच्चो खोर्सानी लगाएको छु। के खोर्सानी भन्छ, चुच्चो भएको कालो खालको ग्रिन कलरको खोर्सानी। सो त्यसले पुरा टेबलबाट त्यसले पुरा स्पाइसी बनाएको छ। नाइस। अन्त मैले क्याबेज पनि लगाएको छु यसमा। क्याबेज र क्यारेट पनि भेजिटेबल पनि होस् भनेर नि। सो गुड। कस्तो मिठो हुन्छ कि यो चाहिँ, मलाई चाहिँ मनपर्छ। नाइस। मैले चाहिँ अलिक नदेखेर मुनिपट्टि चाहिँ क्रोसेट गर्ने रिङ लगाइदिएको छु कि पुरा स्लिप हुँदैछ। अनि फ्लेक्स सिडहरू अलिक हेल्दी हो नि त। सो आई प्रिफर फ्लेक्स सिडहरू टु इट। लाइक यसरी जहिले पनि ग्राइन्ड गरिराख्छु अनि केमा मिक्स गरिकन खान्छु नि त। खुर्सानी आयो। Creamy. Texture is creamy and taste is also like sweet plus spicy. छ मेरो यो म्यागीको चाहिँ। सो गुड, मिठो भयो। तपाईहरु मिष्ट बनाएर खानुहोस् घरमा।
यो चाहिँ एकदम अन्त ए बाइ द वे यो हामीले बोइल गर्दाखेरि चाहिँ अलिकति पानी हेरेर दुध हाल्नुपर्छ सो त्यसले चाहिँ क्रिमी म्यागी बनिन्छ